अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको ब्रिस्बेन सहरमा नेसनल एथनिक एन्ड मल्टिकल्चरल ब्रोडकास्टर काउन्सिल अफ अस्ट्रेलियाको वार्षिक साधारण सभा एजिएम सफलताका साथ सम्पन्न भएको छ। त्यही एजिएममा भाग लिनको लागि अस्ट्रेलियाको राजधानी क्यानबेराबाट म बिहिबार यहाँ आइपुगेको हो। यसपालिको एजिएमबाट पनि म चाहिँ निर्विरोध 2 वर्षको कार्यकालको लागि बोर्ड अफ डाइरेक्टरको रूपमा नियुक्त भएको छु र यो नेसनल एथनिक एन्ड मल्टिकल्चरल ब्रोडकास्टर काउन्सिल अफ अस्ट्रेलिया 1985 मा गठन भएको हो र यो अस्ट्रेलियाभरकै भाषाभाषीहरूको यो सञ्चार माध्यमहरूमा काम गर्ने ब्रोडकास्टरहरू सञ्चारकर्मीहरूको यो छाता सङ्गठन हो। र यो कन्फरेन्समा म विगत केही समयदेखि निरन्तर रूपमा आउने गरेको थिएँ र मैले नेपालीहरूलाई भेटेको थिइनँ। यसपालि चाहिँ मैले नेपालीलाई पनि भेटेँ। हामी चाहिँ रेडियो स्किट 88.9 सिडनीमा, त्यहाँ चाहिँ हामी हिमालयन रेडियो प्लस भोइस इन अस्ट्रेलिया चलाउँछौँ। हरेक सोमबार चलाउँछौँ। आजको 5 बजेदेखि 8 बजीसम्म हुन्छ। कन्फरेन्समा आएका छौँ यहाँ मल्टिकल्चरल भोइसेस अफ अस्ट्रेलिया र यहाँ अहिले हाम्रो दाइले चाहिँ हामीलाई अब थोरै कुराकानी गरिराख्नु भएको छ। दाइले पनि हाम्रो नेपाली समुदायलाई चाहिँ रिप्रेजेन्ट गर्नुहुन्छ। सो एकदमै खुसी लागिरहेको छ। आजको कन्फरेन्समा हामी चाहिँ सहभागी हुन पाएका छौँ। सो पनि भेटियो र हामीलाई चाहिँ नेटवर्किङ गर्न चाहिँ एकदमै सजिलो भयो। नेटवर्किङ पनि एकदमै महत्त्वपूर्ण कुरा रहेछ। त्यसमा तपाईँले चाहिँ अब हामीलाई धेरैजनासँग चिनाइदिनु भयो होइन। त्यो हिसाबले चाहिँ भनौँ न फ्युचर रेडियो बाहेक रेडियोसँगै रिलेटेड अरू कामहरू गर्नको लागि पनि जस्तो अपर्च्युनिटी चाहिँ होला जस्तो एउटा त्यो चाहिँ हुने रहेछ यसमा, यस्तो कन्फरेन्समा आयो भने चाहिँ। शनिबार बेलुका यहाँ चाहिँ गला डिनर र अवार्ड नाइट भएको थियो। यो अवार्ड नाइटमा यहाँ अस्ट्रेलियामा सञ्चार क्षेत्र रेडियोमा टेलिभिजनमा अथवा कम्युनिटी ब्रोडकास्टिङमा काम गर्ने र उत्कृष्ट प्रस्तुति दिने र उत्कृष्ट कार्यक्रमहरूलाई उक्त अवसरमा पुरस्कृत गरिएको थियो भने सांस्कृतिक कार्यक्रम पनि राखिएको थियो उक्त अवसरमा। तपाईँहरू अस्ट्रेलियामा हुनुहुन्छ र रेडियो कार्यक्रम गर्न चाहनुहुन्छ भने अवश्य पनि हामीलाई सम्झिनु होला। हामी अवश्य पनि मल्टिकल्चरल भोइस अस्ट्रेलियाले तपाईँहरूलाई चाहिँ बसेको ठाउँमा रेडियो कार्यक्रम सञ्चालन गर्नको लागि के कस्तो सहयोग चाहिन्छ, के कस्तो समन्वयको आवश्यकता पर्छ, त्यसको लागि हामी अवश्य पनि सहयोग गर्ने रहेछौँ। विदेशी भूमिमा पनि आफ्नो भाषा, संस्कृति, कलाको जगेर्ना र रेडियो कार्यक्रममा यहाँहरू इच्छुक हुनुहुन्छ भने अवश्य पनि सम्झिनु होला।